हेलो हेलो साथीहरु सबैजनालाई छेजलो तपाईहरु के गर्नुहुँदैछ हैन आजको मेरो ब्लग चाहिँ यहाँ रानीपुल देखि स्टार्ट भएको छ साथीहरु हैन हामी चाहिँ अब रोड्सको ड्राइभर साथीहरु चाहिँ हामी चाहिँ सुकबिरको आमा बित्नु भएको छ उहाँको मरौमा हामी जाँदै छौं हैन साथीहरु र आजको भिडियो चाहिँ के हो भन्दिकिन चाहिँ तपाईहरुलाई पनि यसो बाटोको भ्यूहरु हैन टाढे हो उत्तारे भन्छ है लक्ष्मण दाजु उत्तारे हो जग्गा चाहिँ र हामी चाहिँ केटाहरु नआएर चाहिँ हामी यहाँ पर्खिरहेको दुई भाइ चाहिँ के गर्नु हुँदैछ साथीहरु तपाईहरु हेर्नुहुन्छ यहाँ हेर्नु बिहानै यस खेला हुँदै के हो बे जिडियो खेला हुँदैछ ल साथीहरु माथिबाट अरु केटाहरु आइपुग्दैन हो टाइम पास गर्दैछ दुईजना चाहिँ बिहान अहिले लगभग 6 मात्रै बज्दैछ है साथीहरु ल तपाईहरुलाई हेर्दै गर्नुस् तपाईहरुको बाटोको भ्यूहरु राम्रो राम्रो देखाउने छु हैन अन्यथा नलिनुस् होला है साथीहरु ल साथीहरु अब हामी चाहिँ भेला भएर पनि लाग्यो है अब हाम्रो चालक चाहिँ यता छ खतरनाक कुदाउँछ नि ल हाम्रो दिदी बहिनी आइपुग्यो भन्नु न ढिलो रे है पूर्वले साडी लाग्को ल साथीहरु अब हामी चाहिँ यहाँ रम्फू चेकपोस्ट आइपुग्यो तपाईहरु देख्न सक्नुहुन्छ के भयो रोक्दै थियो ट्रकलाई त ब्यारेक स्यारेक तोडेर जाउँ हैन झन्डै पुल नआग्यो अन्त एक दिन पनि सिक्किम पुलिसको साथीहरु चाहिँ यसरी ड्युटी गरिरहेछ कहाँ ऊ गाडी आउँदैछ अन्त रोक्छ नि त्यसले कहाँ तपाईँको जबरजस्तीले हुन्छ यो उताबाट लाइन तीनटा गाडी अन्त खप्टिँदा चाहिँ फेरि फ्लड आयो त गाडी कम्ती छैन त तल स्वा हुन्छ त्यतिर घर बनाउन थालिसक्यो मान्छे डराउँदैन रहेछ है डराउने भन्ने कुरै छैन हो दाजु अस्ति त्यो मकड्रिल गर्न आउँदाखेरि सोधेको कि अब यो कति वर्ष बादमा यो फ्लड आएको पहिलामा आएको अरे नि त त्यहाँ त्यसको कति वर्ष बादमा आएको अरे फ्लड हैन अब त्यति टाढा त हामी हुँदैन भने त्यो कन्फिडेन्ट कत्रो सामान ल्याएको छ यता यत्रो लोड टाटाहरू यस्तो पुलमा राख्छ अन्त पुलको बेयरिङ किन नजर्छ है त्यही त बिचरा थामेको बेयरिङले अहिले फिलहाल त नयाँ छ र अबको 20-25 वर्षमा त कहाँ थाम्छ अन्त यो पुल कोल्टे हुन्छ सानो लामो छैन अन्त 1 किलोमिटर कति 1 किलोमिटर 1 किलोमिटर छ अलिक बेसी होला त्यही त बेसी छ 1.5 ल साथीहरु अब हामी चाहिँ यहाँ मल्लीमा नै आइपुग्यो खाजा कम भनेर नि जाडो छ है मल्ली पनि मल्ली निकै चिसो भयो हेलो ठुलो भयो हो उसको हातको चाहिँ हैन ए हो त उसको लो ल चिया अब यो चिया पनि हेर्न सक्नुहुन्छ है साथीहरु भाँडामा दुध छ चाय चाहिँ यसरी बनिन्छ यहाँ हेलो रेडी छ यस गुड मर्निङ है जैन साहब पो भन्नु पर्यो त जाने साथीहरु अब खाजा जा है हामीलाई मट्टै गाडी नानी भएको छ नि दीपक त्यसले त दिँदैन त्यति दीपकले दिँदैन त्यस्तोमा भयो त उसकोमा कहाँ जाँदा त्यो उसको रक्बी मदन होला हुँदैन मदनले हाल्यो रक्बीले दिए त्यो त दिँदैन कहिले अलिक दही लगाएर ल्याऊ है त्यो त गुम्बमले छैन उत्तरै पर्यो जानु पर्यो त्यसले उत्तरै पुगेर चाहिँ भरे उबाट लोड गरायो अझै एकजना आउँदैछ ल उत्तरेको चाहिँ भोटे भिराइ घुम्नु भयो फेरि है यो प्याज चाहिँ अलिक एडिट त नि तारो पर्यो क्या पाउनु पर्यो जोडी कस्तो रहेछ दामी तातो तातो परोठा है हस्बन्द दाजु
धेरै दिनको बादमा भेटै भएर सुन्दाखेरि खुसी लागिरहेछ के हो लोकमान अनि के आएको छैन हाम्रो कहाँ हो दामी ल साथीहरू अब हामी चाहिँ खाजासाजा खाइ पनि सक्यो खाइसकेर अब निस्केको हामी चाहिँ यो बोलेर तिर राख्नुहोस् कि हामी निस्किन्छौँ नि पूर्व दाजुको चाहिँ के हो बिहान पनि गाडी चेप्टे अहिले पनि चेप्टाइदियो ए हामी त पोस्दा भयो नि खोइ लक्ष्मण दाजु अलि जाइ हामी हिँड्दै गर्दा भन्दा ल साथीहरू अब चाहिँ मल्लीबाट नि खाजासाजा खाइयो अब ट्याक्कै अब चाहिँ हामी चाहिँ निस्केँ साथीहरू अब हामी भने चाहिँ मल्लीको ब्रिजमा लाग्यो ठ्याक्कसँगले मल्ली चेकपोस्ट साथीहरू यो चाहिँ मल्ली चेकपोस्ट यहाँनिर सिक्किम पुलिसहरू यहाँ ड्युटी मजाले गरिरहेको छ साथीहरू तपाईँहरू हेर्न सक्नुहुन्छ पानी हालिरहेछ बिचराहरू बिहानदेखि उठेर ओएफओ ल साथीहरू अब हामी चाहिँ जोरथाङ आइपुग्यो जोरथाङ बजार तपाईँहरूले देख्न सक्नुहुन्छ होइन साथीहरू यस्तै छ के गर्ने चस्मा लाउने मान्छे कडा छ तगडा हुनु पर्यो होइन त जोरथाङ भर्खर उज्यालो भएको छ सदा जोरथाङमा भर्खर उज्यालो चालक चाहिँ चेन्ज भइसकेको छ हाम्रो अल्बर्ट खलिङ आएको छ साथीहरू यहाँ ल अब साथीहरू हामी चाहिँ एकछिन यहाँ रेस्टको लागि बसेको ग्याङ चाहिँ यहाँ चाहिँ साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ सर्ट ब्रेक अब एकछिन रिल्याक्सेसन खुट्टाहरू तन्काउने ल ल ल चलाउ 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 आउनुहुँदैछ एकदम रफ्तारमा हुनु अलिक झलक देखाइदिनु रिपिट छ त डिओजी साहब त ल जाउँ ओके साथीहरू तपाईँहरूलाई देखाउँदै जान्छु तपाईँहरू हेर्दै जानुहोस् है ल ओके भाइ पुग्यो देन्ताम बजार चाहिँ यस्तो छ देन्ताम बजार अलिक तल छ अलिकति तल बजार लाग्यो नि त लाग्यो नि हरेस भइसक्यो साथीहरू बिहान 5 बजी उठेर हिँडेको पुग्दैन आजै पनि अन्त आम्मा यहाँदेखि होइन हिँडेको अब 1 घन्टामा पुगिहाल्छ आरामले मेला लागिरहेको छ तम्बला खेल्नुपर्छ ल यहाँ भरे है लट्ठीवाला यहाँ पनि घुम्दैछ कहाँ कुन चाहिँ कुनामा चाहिँ पुगेको छैन लट्ठीवाला हातमा पनि बोकिरहेको छ नि त ल देन्ताम वेलकम टु देन्ताम ल साथीहरू अब हामी चाहिँ यहाँ आइपुग्यो उता रे हो एन्डिङ रोड रहेछ यहाँबाट उता चाहिँ छैन रहेछ साथीहरू रोड तपाईँहरू देख्न सक्नुहुन्छ हो यहाँबाट उता चाहिँ रोडै छैन रहेछ हामी चाहिँ आइपुग्यो अब घर चाहिँ यहाँबाट कति हिँड्नु पर्ने अब जाउँ होइन भयो सबै मिलाउँ है ल साथीहरू अब हामी चाहिँ लाग्यो हामी हिँड्दै गर्छौँ जाउँ कता रहेछ नि बाटो त अन्त साथीहरू यहाँ मन्दिर पनि रहेछ तपाईँहरू देख्न सक्नुहुन्छ म चाहिँ फर्स्ट टाइम आएको है देवीथान रहेछ निकै चिसो रहेछ यो एरिया त जग्गा चाहिँ राम्रै रहेछ रमाइलो रहेछ है पानीहरू अलैँचीमा यसरी पानी लगाएर चाहिँ साथीहरू आउँदैछौ हाम्रो सुकवीरको घर पनि आइपुगे साथीहरू गम्बुट सम्बुट लगाएर यहाँ छ हाम्रो सुकवीर साथी हो आउँदैछ केटा कति बेर केटा
आउँदैछ खै घर चाहिँ कता हो तलै आउने हो भाइ अझै मुनि अहिलेको लाठी त आउनु सक्छ साथीहरू निकै ओह्रालै भएछ त साथीहरू हेर्नुहोस् त यहाँ आमा अलैँचीलाई चाहिँ पानी चाहिँ यसरी लाउँदो रहेछ यहाँ चाहिँ पानी नभएर चाहिँ बिजोक भएर आलुपाते पनि मजाले फुलेछ खोइ त हौ केटाहरू त आउँदैन नि त हौ एकल मारौँ त यो केटाहरूलाई हो सुकबीर रोड चाहिँ लास्ट एन्डिङ यही हो यहाँबाट उता छैन यो रोड चाहिँ यता घुमाउने उत्तलसम्म खोलेको थियो नि अब यहाँबाट उता चाहिँ छैन रोड छैन दिएन जङ्गलै जङ्गल हो यता त नादिन हो बाटो बस्तीसम्म यहाँबाट नि उता अम्म यहाँबाट नि उता बाटो खोल्नु नि हो अन्त माङमुङ बारेर साथीहरू अब हामी चाहिँ सबैजना आइपुग्यो खै को छुटेर कोही न कोही बोजूको तस्बिर चाहिँ यहाँ रहेछ ओके साथीहरू अब तपाईँलाई पर्खिँदाखेरि भेट्छु म साथीहरू ओके ल साथीहरू अब तपाईँहरूलाई सिन्चर ब्रिज देखाउनु मन थियो होइन तपाईँहरू देख्न सक्नुहुन्छ कत्रो हाइट छ हो मामा यहाँबाट चाहिँ पञ्चिङ जम्पिङ हान्नु पाए त कति मजा आउँथ्यो तल उत्तिस गाडीमा सिधै उड्ने रहेछ नि त तर साथीहरू देख्न सक्नुहुन्छ है तर यत्रो टाढा आएर पुलमा चाहिँ जान्दैन त्यो चाहिँ होइन पुलमा नगएकै राम्रो म त डर लाग्छ डर लाग्छ नि हो पिकनिक आएको त हामी हिउँदो भरि ल साथीहरू अब मेरो भ्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु होइन किनभने अब उता ब्रिजमा छिर्नु पाउँदैन रहेछ होइन त्यसै कारणले तपाईँहरूलाई यहाँ माथि टेरेसबाटै देखाएँ तपाईँहरू कस्तो के लाग्यो आजको भ्लगलाई होइन हेरेर आई होप इन्जोय गर्नुभयो होला र आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु साथीहरू ओके बाई बाई सी यू अब नेक्स्ट भ्लगमा तपाईँहरूसँग भेट्छु है त साथीहरू ओके बाई बाई